हेलो साथीहरू, म आज बिहानै उठेँ, लुगा धोएँ, नुहाएँ, सुकाएँ। ल साथीहरू तपाईँहरू पनि हेर्नुहोला विष्णुमती खोलाको भ्यू। बिहान यस्तो राम्रो भ्यू आउँछ। हिजो राति पानी परेकोले यस्तो अलिक खोलामा पानी बढी। साथी यहाँ मेरो घरको छतमा रोज लागेको छ। त्यसपछि हामी खानासाना खाएर सबैजना सत्सङतिर गयौँ। बसमा हुँदै सत्सङ जानुपर्छ। हामी बाटोमा थियो। यो बसबाट खिचेको फोटो हो। क्लिपहरू हेरेर इन्जोय गर्नुहोला साथी। सत्सङमा ग्यालेक्सी स्कुलमा सत्सङ थियो। सत्सङको केही बानीहरू पनि सुन्नुहोला। सत्सङ सुनिसकेपछि हामीले चिया बिस्कुट खायो अनि घरतर्फ लाग्ने क्रममा बाटो कमल पोखरी पनि गयो। कमल पोखरीमा कति राम्रो राम्रो भ्यूहरू थियो। साथीहरू इन्जोय गर्नु। पोखरीमा पानी पर्न लाग्यो, त्यही भएर हामी छिटो एक दुईवटा भ्यू लिएर हामी त्यहाँबाट हिँडिहाल्यौँ साथीहरू। अनि कस्तो राम्रो राम्रो भ्यू छ यो बाटोमा नि। यो कुन चाहिँ फुल भन्छ साथीहरू हेर्नुहोला र कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यो फुल देखेर मलाई नि एकदम राम्रो लाग्यो। मैले एक दुईवटा फोटो खिचेर चाहिँ यो बिचमा हालिदिन्छु मेरो फोटो। यो मेरो फर्स्ट भोइस ओभर हो, त्यही भएर हजुरहरू पनि सपोर्ट गर्नुहोला। लाइक, सेयर, सब्सक्राइब। थ्याङ्क यू।